म चाहिँ धेरै सोच्छु अहिले रिल्स हेर्दा हेर्दा एउटा दिमागमा के आयो भन्दाखेरि टक्क लगाएर बिजनेस खोल्ने के। अनि बिजनेस पनि कस्तो भन्दाखेरि पढ्नु त पऱ्यो, काम पनि गर्नु पऱ्यो सर्भाइभलको लागि प्लस घरमा पठाउनको लागि। अनि वान डेको बिजनेस खोल्ने। वान डेको बिजनेस किन खोल्ने भन्दाखेरि नट मेकिङ फर द प्रफिट बट लर्निङ द बिजनेस। आखिर व्यापार कसरी गर्छ, सेल्स कसरी गर्छ भन्ने कुरामा यो जस्ट थट मात्र भर्खर ऱ्यान्डमली आएको। अनि अहिले सोच्दाखेरि अहिले भर्खरै सोच्दाखेरि चाहिँ के लाग्छ भने चारैतिर सोच्नुभन्दा चारैतिर हात हाल्नु भन्दाखेरि फर्स्ट अफ अल मेन कम्पोनेन्ट मेन कोर स्किल चाहिँ डेभलप गर्नुपर्छ जस्तो मलाई अहिले फेरि लागिरहेको छ। अघि चाहिँ ठ्याक्कै त्यस्तो आयो, अहिले आएर चाहिँ मेरो कोर स्किल के हो। फर इक्जाम्पल अब हाई इन्कम स्किल लर्न गर्नुपर्छ जसको कारण चाहिँ इन्कम हुन्छ। तत्पश्चात बल्ल अनि बिजनेस एउटा लेभलमा लान सकिन्छ भन्ने कुरा पनि छ। आई जस्ट लिटरली कन्फ्युज क्या। बिजनेस गर्दै गर्दै बिजनेस गर्न सिक्ने पो हो कि सुरुमा पैसा कमाएर पछि बिजनेस गर्ने हो सोच्छु। जस्तै लिटरली अब सानो बिजनेस गर्छु भन्दाखेरि त्यो बिजनेस ग्रो हुन्छ हुँदैन इभन डन हो क्या। 90% अफ द स्टार्टअप फेल हुन्छ भन्ने डाटाले देखाउँछ भनेर भन्छ। 80% मलाई आउने भनेको रेस्टुरेन्ट हो। रेस्टुरेन्टको लगभग 90% रेस्टुरेन्ट फेल्स विथिन 1 year अफ स्टार्टअप भनेर भन्छ। अनि मेरो त झन् मैले त खोल्न पनि पाउँदिनँ। म फुल टाइम स्टुडेन्ट, फुल टाइम भन्दा नि बढी वर्कर्स, त्यो हिसाबले अनि पैसा पनि छैन। अनि अहिलेको हिसाबले हेर्नुपर्दा चाहिँ पढ्न नै आवश्यक हो। फुल फोकस पनि पढाइमै दिनुपर्छ मैले। अनि मैले आफ्नो स्किलमा साइड बाई साइड एटलिस्ट 1 घन्टा भएन आफ्नो स्किल डेली दिन सक्यो भनेदेखि लगभग 3 वर्ष म अधिक टाढा पुग्छु जस्तो मलाई लाग्छ। तर त्यो डिसिप्लिन कहाँ गयो क्या मेरो।